शिवारो शिवारो म राज सिम्जु यहाँको माझमा सानो भिडियो लिएर आएको छु। जुन मैले केही महिना अगाडि मैले चायाको दबाई युज गरेको थिएँ कपालमा है। मैले युज गर्दाखेरि कपालमा एक दुई दिन त देखिएन चाया है, तर पनि यो चाया चाहिँ जानु चाहिँ जाँदैनन् रहेछ। किनभने यो तपाईको चाया चाहिँ यो दबाईले जान्छ भन्छन् नि, तर यो जाँदैनन् है। यो विश्वास नगर्नु होला है, किनभने यो भ्रममा पर्नुहुन्छ। किनभने यो टिकटकतिर धेरै यो चायाको दबाई हो हालेपछि जान्छ भनेर देखाउँछन् नि, तपाईको जाँदैन। बरु कपाल चाहिँ तपाईको झर्छ। किनभने कपाल मेरो झरेर यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस् त कपाल झरेर यस्तो भएको छ है। अनि यतातिर पनि कपाल झरेर तपाईको के चाहिँ हुँदो रहेछ भन्दाखेरि यसले बरु कपाल झरेर तपाईको निधार सानो थियो भने चाहिँ ठुलो बनाइदिने रहेछ। किनभने यो एकदमै त्यति चाहिँ गेस पाइयो। किनभने यो मैले जुन दबाई युज गरेको थिएँ तर त्यसले काम दिँदैन है। किनभने म तपाईहरुलाई देखाउँछु, मैले युज गरेको अझै अलिकति त छ, तर यसले जाँदैन। किनभने पहिला चाहिँ जान्छ भन्थ्यो, तर यो वास्तवमा जाने होइन रहेछ। मैले पनि यो अनलाइन टिकटकबाट मगाएको, तर यसले चाया पोतो जान्छ भनेर त्यो विज्ञापनहरू हाल्छन् नि। तर यो यसको भर नगर्नुहोस् है, किनभने तपाईले बारम्बार युज गर्नुभयो भने तपाईको के हुन्छ भने कपाल चाहिँ पातुलो हुन्छ। किनभने यसले झार्छ, कपालहरू झार्छ हैन। मेरो पनि झरेर कपाल धेरै पातुलो भएको छ अहिले। यहाँ हेर्नुहोस्, यतातिर यस्तो भइरहेछ, खडे भइरहेछ हो। अनि त्यसले गर्दाखेरि तपाईहरुले यो प्रयोग नगर्दाखेरि राम्रो। किनभने मेरो जिज्ञासा मैले अनुभव गरेको, मैले लगाएको, त्यही भएर तपाईहरुलाई यो सूचना तपाईहरुको माझ पुर्याइदिएको छु। मेरो भिडियो मन पर्यो भने लाइक अनि शेयर अनि सब्स्क्राइब गरिदिनु होला। म अरु नयाँ भिडियो ल्याउने छु। ओके, बाइ बाइ।